हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूले सोच्नुहुँदै थियो होला म कहाँ गएँ यत्रो दिन भनेर। म चाहिँ अलिक बिजी थिएँ नि त। अब डेली भ्लग त हाल्नु पाउँदिनँ, कोही कोही बेला चाहिँ हाल्छु नि त यसरी भ्लग हो म। त्यही भएर चाहिँ आज चाहिँ हामी बाहिर जान्छु, तपाईँहरूलाई देखाउँछु नि हामी के गर्छु आज भनेर है। सो स्टे ट्युन। म चाहिँ भात खानु बसेको थियो। उसको चाहिँ फोन किन्नु हामी जान आँटेको नि त के कोही उठेको छैन। हुनु पनि अघि भर्खर आएको 6 बजी। अन्त अब सिधै गएर सक्छु। अन्त बिहान 6:30मा उठेको कि भोको चाहिँ हाँस भयो। आज चाहिँ हामी यस्तो फोन किन्नु जानु पुरा एक्साइटेड हेरिहाल्नुहोस् होला। लस मेकअप लगाएर एप्पल स्टोर जानुको लागि के हो। मलाई दिएन भने त राम्रै जानु भने नि देखानु। हाम्रो गाडी गर्ने चाहिँ यस्तो छ कि मान्छे हामीले यति बेला गरेको भए चाहिँ नि कहाँ कराएर घुस्यो होला। यो त हो डी ब्लक। हामी चाहिँ यहाँ आइपुगिसकेको छौँ मल जानुको लागि। संजोग पैसै पसेन कि क्या हो। दिन चाहिँ यस्तो भइरहेको छ आज। सन्जु चाहिँ कस्तो डन जस्तो दिइरहेछ सन्जुलाई चाहिँ। सन्जु पनि एउटा युट्युबर नै हो कि। उसको च्यानललाई पनि सब्सक्राइबहरू गरिदिनुहोस् तपाईँहरूले। म त पुरा फेमस भइसकेको छु। And this is a mall. And this यो चाहिँ बसन्तपुर छ। निक्ला तिमीलाई कस्तो फिल हुँदैछ? ओभर द टप। तर उसले भन्नु सकेको छैन कि, तर उसलाई पुरा खुसी भइरहेछ नि। आज तिमीले केही भनिस्? आज हामी उसले खुवाउनु भनेको छ कि म खुवाउँछु। हेर्नुहोस् त भरे खाएको। तिमीलाई विश्वास भएको छैन फोन किन्नु गएको भनेर? तपाईँलाई याद चाहिँ म देखाउँछु कुन चाहिँ फोन किन्नु आँटेको छ भनेर। त्यो सरप्राइज 2 वर्षको कमाइ आज सिस द प्लेस। सन्जु चाहिँ बाछो छ कि पुरा आफूले। This is the wrap store and she is going to buy something. म्याक्सको बजेट देखियो। के कुन चाहिँ कलर खिच्छौ? यति साह्रो कन्फ्युज त कहिले पनि भएन होला। हाम्रो अम्निखिलाले अनबक्सिङ गर्नु त्यस्तो नगर न। निक्ला पुरा नर्भस भइरहेको छ नि आज चाहिँ। खोलिसकेर चाहिँ हुँदैन नि फेरि। एक तारीख तो थी भाई। इसके बगल वाला अब आधी पेमेन्ट चाहिँ उसले गरिसक्यो कि। अब आधी पेमेन्ट गर्दैछ किनकि अब युपिआईमा आधी मात्रै हुन्छ नि त। 1 लाखको उयो हुन्छ नि त, लिमिट हुन्छ नि त। तर ऊ स्टिल कन्फ्युज। स्टिल कन्फ्युज छ। वाइट सन्जुले थप्दै गऱ्यो। निखिलाले यस्तो माया गर्छ कि उसले। तिमीले लाली लगाएर राख्छौ नि त, त्यही भएर आज पानी फर्काइदेऊ। ल्याउने त खोला त अलिक
उसले आज लाली रहेछ नि त नभए रातो देख्थेन कि खोला लु खोला खोला खामा तर कलर त अर्कै छ त माथि त हो वाउ इट्स सो ब्युटिफुल एक्टिङ चाहिँ हेर हाँस न अलिक तिमी त रातै रातै भइसक्यो हिँडिहाल्नुहोस् होला प्लस भन्दा पनि रातो भइसक्यो टेम्पर टेम्पर किन्न ले Hi. मलाई चाहिँ के खाँदैछु होला माछा खाँदैछु मालिकले फोन पनि किन्न सक्नु होला यहाँ छ ल फोन चाहिँ मैले चाहिँ यहाँनिर दुईजना स्टारबक्समा चाहिँ नि कफी खाँदैछ सन्जोको चाहिँ कफी तितो तितो छ हो इट्स हट चकलेट to like it and mine is the best basically because it's matcha चाहिँ हामी H&M आइरहेछु उसले सपिङ गर्छु भनेको थियो नि त अस्ति 10,000 को कि अब हेरौँ उसले कति रुपियाँको गर्दो रहेछ हेरिहाल्ला लन्जरीहरू अरे छ्या त्यस्तो चाहिँ मेरो कुराले लगाएर चाहिँ अलिक उयो फोन किनेर अलिक ब्रोक भयो अरे कि अन्त केही किन्नु मान्छे होइन हामी यहाँ मलबाट निस्किसकेको छौँ कि अब चाहिँ खाना खान जान्छु हामी अन्त चाहिँ यिनीहरूले मलाई स्टारबक्सको अगाडि चाहिँ उयो गर्नु नदिएको नि भिडियो बनाउनु मान्छेलाई हम्बल हुनुपर्छ ल आज त हुनुहुँदैन यस्तो गर्छ नि त बोल्दैन अब चाहिँ हामी गएको होला सफ्दरजङ गएको अब चाहिँ हामी सन्जुले आज सबसे बेसी सपिङ गरेको छ के गरेको छ उसले घरमा लगाएर देखाउँछ हामीलाई ल के किनेको अहिलेदेखि हेरिदिँदैछ नि अनि चाहिँ अहिले यहीँदेखि गोताएर दिँदैछ आइपुगेँ मलाई पनि कसैले फुल किनिदिएको हो सफ्दरजङमा चाहिँ यहाँनिर दामी दामी लुगा दोकानहरू छ खाना खाने जग्गाहरू यो पेटहरू जस्तै फेभरेट रेस्टुरेन्ट जाँदैछु कोरी इट्स अ कोरियन रेस्टुरेन्ट चोली सीमा हाल्न आँटेको छ हो फाइनली यो कलर मलाई कस्तो मन परेको थियो नि सन्जुले फर्स्टमा फोन ल्याउँदाखेरि कभर खोल्ने डर गर्थ्यो तिमीले जस्तै
कस्तो रहेछ मिठो बाई बाई एभ्रिवान हाई अब चाहिँ हामी गोरीबाट बाटो निस्किँदैछु अन्त चाहिँ कस्तो यो सोन लुगा चाहिँ यही होला किनेको हिजो हिजो चाहिँ मैले तपाईँहरूलाई देखाउन सकिनँ किनभने बेलुका आयो नि त मैले त्यो पनि चिनेको साबना